the students of Lalikala campus. अहिले पढिरहनु भएको म्युजिक डिपार्टमेन्टको स्टुडेन्ट्सहरूबाट यो मेलोड्रामा प्रस्तुत हुँदैछ। यसको टाइटल चाहिँ अमर र प्रेमको दरबार छ। प्लिज वेलकम देम ऑल। यो हो इटालीको सेरेनिया आइल्यान्डको वोल्भिया सहरमा रहेको वोल्भिया स्मारकालयको नजिकैको एक आलिशान घरको मामुली कोठा। जुन कोठाको अस्ति हकदार हो अमर विराट। यो घर अमरको हो। अमरले यो घरको नाम प्रेमको दरबार राखेको छ। यो घर उसले आफ्नो अपूर्ण प्रेमलाई समर्पित गरेको छ। यहाँ हर फ्ल्याटमा एक नयाँ कला देख्न सकिन्छ। फिलहाल हामी अमरको यो मामुली निजी कोठामा हुनेछौँ। समुद्रपट्टि फर्किएको कोठा। घरमा अमरसँगै अमरको बेस्ट फ्रेन्ड उषा र उसको शिष्य शङ्कर बस्छन्। शङ्करका बाबामा हुनुहुन्न, त्यसैले सानैदेखि अमरले उसको जिम्मा लिँदै आएको छ। शङ्करलाई अमरले जहाँ गए पनि साथै लैजान्छ। उनीहरू इटालीमा आइबस्न लागेको पनि 2 वर्ष भएछ। त्यो केटा हो अमर। अहिले ऊ राग दरबारीका लागि मध्यरात्रिमा आधा लेखिएको बन्दिसलाई पुरा गर्दैछ। ऊ मिजाजमा छ। कुन मिजाजमा उसको मिजाजको राज सायद उसलाई मात्र थाहा छ। इटालीको लत लागिसक्यो उसलाई। ऊ इटालियन भाषा पनि मिठो गरी बोल्छ। गीत पनि उस्तै मिठो गाउँछ। ऊ एक धनी नेताको छोरा जो नेपालमा हुँदा आफ्नो बुबाको भ्रष्टाचारी प्रवृत्तिले दिक्क मानि बसेको थियो। बुबालाई कानुन बमोजिम जेल पठाइयो रे। आमालाई भाइ कहाँ जिम्मा लगाएर आफ्नो भागको अर्बौं सम्पत्ति बेचेर सधैँका लागि इटालीमा बसाइसरी गरी आएको छ अमर। आजभोलि सबैले उसलाई नेपालमा पागल भन्छन्, तर ऊ भने मान्दैन यो कुरा र मान्दैनन् उसको शिष्य शङ्कर र उसको प्रिय साथी उषाले पनि। उषा अमरकी एकमात्र विश्वासिनी साथी हो जसले अमरलाई कहिल्यै एक्लै छाड्दैन। आज ऊ इटालीमा हुँदा पनि ऊ कतै गलत कदम उठाउँछ कि भनेर उसको साथैमा आएर सँगै बसिरहेकी छ। जानी जानी आफ्नो परिवारलाई नेपालमै छाडेर उषा अमरसँग इटाली आउनुमा हुनसक्छ उषालाई पनि अमरसँग प्रेम छ। सायद, तर उषालाई थाहा छ अमरले सृष्टिलाई कति माया गर्छ भनेर र कति प्रेम गर्छ भनेर। माया, प्रेम, सृष्टि, को सृष्टि? सृष्टि। ला 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 ला
chakramdo tai sorunyo La 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 बडो अजीबका थिए ती पलहरू उनीसँग बिताएका ती दिनहरू Ciao, come stai? Sono Scanta. Perché hai lavorato? Certo, certo. Corre? Ah, presto. Ciao, ciao. La. म्यागी पनि छ Oh. के छ? हिजो कार्यक्रम कस्तो भयो? रमाइलो भयो? अनि पेन्टिङ एक्जिबिसनहरू कस्तो भएको थियो? डेभिड आएको थियो? कपी देऊ त? हिजो हामीले के पढिरहेको छौँ? तिमीले यो लास्ट पानामा के लेखेको? कविता गीत जस्तो छ त? गीत लेख्छौ तिमी? ए ल ठिक छ। के रहेछ? तिमी मेरो मनमा यसरी बसेकी छौ कि म त आकाश हेर्दा तिमीलाई देख्छु, जताततै तिमी पाउँछु। इटालियन किटसँग ल पऱ्यो त्यो। तिमी मेरो धुनमा यसरी बसेकी छौ कि म त सरगममा तिमी, हर शब्दमा तिमी, हर अदामा तिमी देख्छु। राम्रो छ। यसलाई म मेलोडी बनाउँदैछु नि। तिमी मेरो मनमा यसरी बसेकी छौ कि म त आकाश हेर्दा तिमीलाई देख्छु, जताततै तिमी पाउँछु। म त आकाश हेर्दा तिमीलाई देख्छु, जताततै तिमी पाउँछु। तिमी मेरो धुनमा यसरी बसेकी छौ कि म त सरगममा तिमी, हर शब्दमा तिमी, हर अदामा तिमी देख्छु। म त सरगममा तिमी, हर शब्दमा तिमी, हर अदामा तिमी देख्छु। ल दामी रहेछ है। अनि ठिक छ, आज हामी यो हावर्ड डिक्सनरी अफ म्युजिक छ होइन। मैले अस्ति युएसएबाट एउटा साथीसँग मगाएको थिएँ। अब आजबाट चाहिँ हामी हरेक दिन जसो 20वटा जति शब्दहरू डिक्सनरीबाट विस्तृत रूपमा डिस्कस गर्नेछौँ। त्यसको इतिहासहरू बाँकी सबै कुराहरू चर्चा गर्छौँ होइन। फर्स्टमा छ अर्केस्ट्रेसन भन्ने छ। अर्केस्ट्रेसन भन्ने थाहा छ तिमीलाई? ल म भन्छु है। यसमा के लेखेको छ भने the art of employing instruments in various combinations, most notably the orchestra. Orchestration includes the concept of instrumentation, the study of the properties and capabilities of individual instruments. अब आजभन्दा 425 वर्ष अगाडितिर जब विलियम शेक्सपियर अनि हिजोको चित्रकारले फोटो छैन नि, तर डेभिडले भन्दै थियो त्यो पेन्टिङ त $10,000 एउटा नेपाली केटीले बेचिसक्यो नि भन्यो। $10,000 नेपाली केटी को रहेछ हौ त्यो नेपाली केटी? बाहिर एकजना नेपाली केटी तपाईँलाई भेट्न आउनुभएको छ। सायद पत्रकार हुनुपर्छ, तुरुन्तै भेट्न खोज्नु भएको छ। पठाइदिउँ भित्र? यसो गर न, हाम्रो क्लास बल्ल सुरु हुँदैछ होइन, 1 घन्टापछि भेट्छु भन्थ्यो। त्यति त तिमी मेरो लाइब्रेरीतिर अनि खाजालाई खुवाइयो यसो गाडीतिर घुमाउँदै गर न।
है हजुर हुन्छ हुन्छ सुन्नु न, यो हिजो मैले तिमीलाई लकेट ल्याइदिएको थिएँ थ्याङ्क यू है? म के भन्दै थिएँ, आजभन्दा 425 वर्ष अगाडितिर होइन, जब विलियम सेक्सपियर, ग्यालिलियो ग्याली दुवैजना 36 वर्षका थिए, यो कुरा हो 1600 हो। त्यतिखेर अब सङ्गीतको माहौल नै छुट्टै थियो कि, चाहे त्यो एसियामा होस्, चाहे त्यो युरोपमा होस्, चाहे त्यो अमेरिकातिर होस् होइन। Excuse me, sir. हजुर May I come in? आउनुहोस्, के काम थियो? हजुरसँग विशेष काम लिएर आएको थिएँ यहाँ यहाँ के क्लास भइरहेको हो? क्लास भइरहेछ, अघि मैले उस्तालाई भनिदिएको थिएँ के गर्न चाहिँ आउनु होइन। होइन सर, हजुरसँग एकदमै इम्पोर्टेन्ट काम छ। फेरि मेरो नेपालको आज फ्लाइट चाहिँ 11 बजेको। ओहो, अहिले नै 8 बजिसकेछ। प्लिज सर, यो क्लास 1 घन्टाको लागि पोस्टपोन गर्न मिल्दैन? प्लिज। ठिक छ, तिमी यो ट्रेल हेर्छौ, 1 घन्टा चाहिँ हामी क्लास गर्छौँ। त्यति जति त्यो लाइब्रेरीमा गएर हिजोको आर्टिकल कम्प्लिट गर्दै गर होइन। आउँछ नि है। ओके, थ्याङ्क यू सर। हजुरलाई डिस्टर्ब गरेँ है? होइन के गर्नु। अनि नेपालमा कता पऱ्यो हजुर घर? मेरो चाहिँ काठमाडौँ हो। काठमाडौँ। हजुर, काठमाडौँबाट आएको। अनि केही विशेष कामले आउनुभएको थियो कि? विशेष काम पनि अँ। अनि त्यस साथै एउटा काम चाहिँ हजुरसँग भेटेर होइन अडियो इन्टरभ्यू लिउँ कि भनेर आएको छु। ओहो, अनि यस्तो अडियो इन्टरभ्यू लिनुपर्ने पात्र त्यस्तो लागेको त छैन म होइन। होइन सर, होइन, कहाँ हुनुहुन्न तपाईँ? त्यस्तो भन्नु मिल्दैन। म चाहिँ अब नेपालबाट टाढाबाट आएको छु होइन। हजुरको अब जीवनका व्यथा कथाहरू इन्टरभ्यू लिउँ कि भनेर के लिन सक्छु म? ठिक छ, लिनु त लिनुहोस्, तर यो स्कार्फ टोपी यो पुरै जासुसी धारी भएर आउनुभएको छ, तपाईँ जासुस त होइन हजुर? ओहो, हजुरले पनि के सोच्नु भएको? मलाई अलिकति यो चिसो मौसम छ, त्यही भएर रुगामार्गी लागु भएर यो लाएर आएको केही छैन। ल ठिक छ, सोध्नुहोस् न त, किन के सोध्न खोज्नुभएको थियो? ओके, हुन्छ। मेरो पहिलो प्रश्न चाहिँ सुरु गरौँ है। हुन्छ। हजुरको यो आलिसान घरमा एकदम पस्दैदेखि हेरेँ होइन, कलाकृतिहरू एकदमै राम्रो रहेछ। यो हजुरको आफ्नै घर हो? आफ्नै घर हो। आफ्नै घर हो, ठिकै छ। अनि यो घरको नाम मैले आउँदा आउँदै नोटिस गरेँ कि प्रेमको दरबार लेख्नु भएको रहेछ। यसको मलाई कारण सोध्न मन लाग्यो, के सोध्न सक्छु? सोध्न सक्नुहुन्छ, सोधि पनि सक्नु भयो आखिरमा। के छ भने यो मेरो सानो दरबार हो होइन, यो मेरो सपनादेखि बचपनदेखिको सपना होइन, हजुर, एकदम प्रेमले बनाएको दरबार र मेरो अपूर्ण प्रेमलाई समर्पित गरेर चाहिँ यो दरबारलाई मैले समर्पित गरेको छु होइन। मेरो लागि सपनामा प्रेम हुनु, प्रेममा सपना हुनु एउटै कुरा हो। मेरो जिन्दगी हो यो दरबार। ओके, अरू सोध्नुहोस्। हुन्छ। अनि अब यो इटालीमा होइन हजुर बस्नु भएको छ यत्रो आलिसान घरमा। अनि इटालीमा जीवनयापन गर्न चाहिँ कतिको सहज भइरहेको छ त अहिलेको अवस्थामा हजुरलाई? धेरै सहज छ, कमसेकम मेरो लागि चाहिँ एकदम सहज छ। अब 2 साथीहरू छ, विशाल, शङ्कर। अब समुद्रको छेउमा बसेको छु, आफ्नै घर छ, रमाइलो छ, सजिलो छ। रमाइलो छ, समुद्रको छेउमा होइन, घर एकदमै रमाइलो भन्नुभयो है। हजुर, अनि म हजुरलाई एउटा अब यो प्रश्न सोध्न मिल्छ या मिल्दैन होइन? मिल्छ मिल्छ। सोध्छु है। हजुरलाई प्रेम प्रेम भनेको चाहिँ के हो जस्तो लाग्छ हजुरको विचारमा? प्रेम या प्रेम रङ्ग हो, विरङ्ग हो, प्रेम सुन्दर तरङ्ग हो, प्रेम पिण्ड हो, प्रेम पीडा हो, मार्ने र बचाउने कीडा हो। प्रेम वस्तु होइन, प्रेम त घटना हो। यो ब्रह्माण्ड, यो अणु, हर इन्ट्रोपीलाई चलाउने मिठो घटना हो। र त्यही घटनाहरूका बिचमा फसेको म छोडिदेऊ यी कुराहरू, अरू गर न, है, अरू गर।
हजुर त एकदमै पागल प्रेमी जस्तो कुरा गर्नुभयो त है यो प्रेमको विषयमा त होइन पागलमा हुन बाँकी नै छ अझै भइसकेको छैन। मेरो कल। ए हुन्छ हेलो अमन म ठ्याक्कै अब 1-1.5 घन्टामा म त्यहाँ आइपुग्छु। तिमी बस्दै गर न है। ओके 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 म अलिकति बिजी छु क्या अहिले। ओके ओके बाई। अनि अमरजी यो छोपेर राख्नु भएको चाहिँ के हो यो? तिम्रो आसपासमा हुँदा माया तिम्रो आसपासमा हुँदा तिमीलाई मैले बोलाउन सकिन तिमीलाई मैले बोलाउन सकिन त्यही बेला आकाशबाट हामीलाई रुझाउन झरी परेछ यो शीत ऋतुमा तिमीलाई भन्नु कसरी तिमीलाई भन्नु कसरी कि म तिमीलाई माया गर्छु कि म भन्नु कसरी तिमीलाई अमर ओहो लेख्दैछौ के लेखिरहेको? कविता लेखेको ए ल तिमी सुत सुत ल तिमी सुन म तिम्रो आत्माको करिब आए जब निर्धक्क रोए तिम्रो आकाश दागमा गयो सोच्छु आज भोलि त्यहाँ पानी धेरै पर्दैछ भने मैले रातको एक्लो निधरीमा जब तिमीलाई पाएँ तिम्रो तृप्ति सल्बलायो सोच्छु आज भोलि त्यहाँ रात धेरै पर्दैछ अरे म तिमीसँगै प्रकृतिमा मौलाउन खोज्दा शून्यतालाई पाएँ तिम्रो चेतना हडबडायो सोच्छु आज भोलि त्यहाँ मौनता धेरै पर्दैछ अरे तिमी को हौ? अमर अमर सृष्टि डॉक्टर सृष्टि सृष्टि डॉक्टर सृष्टि पर तिमीलाई मेरो नाम कसरी थाहा भयो? आखिर तिमी को हौ? म तिमीलाई राम्रोसँग चिन्छु सृष्टि म अमरको अवचेतन मन हो अब उसलाई तिमी डिस्टर्ब नगर उसलाई चलाएर काम छैन उसलाई आफ्नो काम गर्न देऊ तिमी आफ्नो काम गर ऊ सपना देख्दैछ उसको सपना भङ्ग नगर
बरु तिमीलाई भोक लाग्यो होला जाउँ हिजो खाजा खान जाउँ। अरे ओइ के हो तेरो बारा? जसले तँलाई प्रेम गर्छ त्यसलाई तिमीले धकेल्ने? सृष्टि ऊ अमरको चेतन बनाऊ। लु भइहाल्यो जाउँ हिँड, बरु गाडी लिएर घुम्न जाउँ। अमर तिमी छैनौ त तिम्रो पात्रले सही। तिम्रो यो घरमा भएको कलाकृति त तिम्रो अवचेतन मनको प्राप्ति रहेछ। तिमी त चेतन मनभन्दा अवचेतन मनबाट रहेछौ। तिम्रो चेतन मनले मलाई प्रेम नगरे पनि तिम्रो अवचेतन मनले त मलाई अझै पनि प्रेम गरिरहेको रहेछ। के रे? अवचेतन मन तयार गया त यो जिन्दगी खराब। के रे? 2 वर्ष अगाडि तिमीले के भनेको थियो याद छ तिमीलाई? भुलिदेऊ मलाई अब। मेरो बारेमा भनेको गीत, गजल, कविता, सिंगर केही पनि नलेखेर भन्नु भने तिमीले। तिमी एउटा मनोचिकित्सक जस्तो मान्छे भएर कसरी भन्न सक्यौ तिमीले? कसरी भन्न सक्यौ? हो त्यति बेला मैले तिमीलाई भनेको थिएँ। त्यति बेला म पढाइमा ध्यान दिन चाहन्थे। तिमीसँगको निकटताले मेरो पढाइमा अवरोध होला भनेर म तिमीसँग टाढिएँ। बस नाटकको सबै कुरा मलाई केही पनि तिम्रो कुरा सुन्न मन छैन। तिमीले त भन्ने गर्थ्यौ त्यतिखेर। हेर न सृष्टि, आज अल्लु अर्जुनको फिल्म लाग्छ जाउँ न हेर्न भन्दा के भन्थ्यौ तिमीले याद छ? मलाई फिल्म हलमा फिल्म हेर्न भन्दा लाइभ नाटक हेर्न मन पराउँछु। अमर मेरो लागि नाटक लेख। अमर हामी पनि नाटक तयारी गरौँ न। त्यही दिनदेखि म हाम्रा प्रेमका मिठा मिठा सपनाहरू देख्दै नाटकमा मस्ती लेख्न सुरु गरेँ। जब नाटक पुरा भयो, लेखिसकेँ, त्यसपछि तिमीले के भन्यौ याद छ? याद छ तिमीलाई? के भने मैले? के भन्यौ? किनकि तिमी छैनौ नि त, मलाई छोडेर गइसकेको छ। कसरी भन्नु? लाइभ नाटक अनि म यही छु। तिमीले भने म यही छु। हो यही छु तिमी। यो नाटक धेरै पहिला अगाडि सुरु भइसकेको थियो। कहिले? धेरै अगाडि। यो नाटक त तिम्रो प्रतिबिम्ब मात्रै हो। यो नाटक धेरै अगाडि सुरु भयो। तिमी यतै कतै छौ? यतै कतै छु। खै खै त म कहाँ छु? खै कहाँ छु म? खै कहाँ छु म? हे भगवान, म यो कहाँ बसेँ? अमर जाऊ बाहिर जाऊ। अमर, यो तिमी के गर्न आँटिरहेछौ? पार त भएन तिमी। पर्फ्युम, यो पर्फ्युम किन आउँदैछौ तिमी? किन? आखिर केका लागि यो? यो आवेशमा आएर हुन्छ काई? ताकि मेरो मनले मात्र होइन, मेरो शरीरका हर अङ्गले थाहा पाऊन् कि सुन्दर चिज कति हानिकारक हुन्छ। अमर, तिमी यस्तो नगर्नु न यार। तिमीलाई थाहा छ तिमी कलेज पढ्दाखेरि कति राम्रो मान्छे थियौ। यस्तो आवेशमा आएर यस्तो गल्लो भएको मैले सोचेको पनि थिइनँ। साँच्चै सोचेको किन? ठिक छ। कलेज लाइफको सम्झ त तिमी, पुरानो कुराहरू सम्झ। यस्तो काम, यो सबै काम छोड्देऊ। तिमी यस्तो काम गर्न छोड्देऊ। तिमी इटालीमा आएर बस्नु भन्दा तिमी नेपाल गएर बस्नुपर्छ अब।
किन जानु नेपाल? नेपालमा कसरी? किन जानु? किन जानु? आफ्नो देशमा किन जानु? त्यहाँ तिम्रो परिवार छ, को परिवार? साथी छन्, अनि को साथीहरू जसले मलाई कुनै विश्वास गरेका थिएन, मलाई एक्लै छाडेका थिए, मलाई म हुनुको भावलाई वास्ता गरेका थिएन, तिनीहरूलाई म किन जानु? के सोच्दैछौ यार? मलाई यही इटालीको लत बस्छ कि म यहीँ बस्छु, कहीँ जान्छु। अहिलेको समयमा सबै एउटै हुन्छ त अमर? अहिले त सबै बदलिसक्यो, तिम्रो परिवार बदलिसक्नुभयो, तिम्रो साथीभाइ पनि त परिवारमा को बदलिसक्यो। बद्ल्यो? बुवा, भ्रष्टाचारी बुवा जेलमा छन् अझै। भ्रष्टाचारीको छोरा भने म देखाउन जानु अब नेपालमा? आफ्नो सन्तानको त माया लाग्छ नि उहाँलाई। उहाँले नै भन्नुभएको थियो कि तिमीलाई नेपाल आऊ भनेर। जन्माएर मात्र हुन्छ? सन्तान भने के हो? आमा भने के हो? उहाँ त माध्यम मात्र हो, चलाउने त प्रभुले हो। म अरू कुरा केही सुन्न चाहदिनँ। तिमी नेपाल फर्किनुपर्छ। म मेरो फ्लाइट अहिले नै क्यान्सल गर्छु। ए हेर, यहाँ मैले अहिले फ्लाइट क्यान्सल गरिसकेँ। जबसम्म तिम्रो टाइम साह्रो। हुन्छ हामी सँगै जान्छौँ। ठिक छ, प्लिज अमर, नेपाल हिँड्न न प्लिज। जाउँला, तर एउटा शर्त। शर्त? कस्तो शर्त? शर्त के छ भने तिमी र त नेपाल म- जानै पर्छ। म अरू कुरा केही सुन्न चाहदिनँ। जस्तो शर्त भए पनि हुन्छ, तर तिमी नेपाल फर्किनुपर्छ प्लिज। एउटा शर्त। आखिर अमर नेपाल फर्किएरै छाड्यो। हामी किन प्रेम गर्न पाउन यति ठुलो तामझाम मिलाउन खोज्छौँ? यति विधि गम्भीर र संवेदनशील किन हुनुपर्ने? हामी जस्तो छौँ त्यही रूपमा बसौँ, गर्नुपर्ने सत्कर्म मन लगाएर इमान्दारीका साथ गरौँ, सबैको कल्याण गरौँ। अमरले सृष्टिलाई भुलाउन गरेको हजारौँ प्रयासहरूमध्येको एकमात्र सफल प्रयास उसको फाइन आर्ट्स थियो। सृष्टिसँगकै अपूर्णताले पैदा गरेको सानो ट्रेजेडीकै सहारामा अमर आफ्नो कलाको नयाँ विचार सिर्जना गर्थ्यो। तर अहिले माहौल नै बदलिएर आयो। 2 वर्षको इटाली बसाइ पछि सृष्टिको सानो प्रयासले अमर सधैँका लागि फेरि नेपाल फर्कियो। अमरले सृष्टिसँग गरेको शर्त के थियो कि ऊ आफ्नो परिवारसँग पनि नबस्ने र सृष्टिसँग पनि नबस्ने। आखिर अमरले बिहे पनि गर्यो, तर सृष्टिसँग होइन, उसकी प्रिय साथी उषासँग। अमरले दोलखाको जिरीमा एउटा अमर फाइन आर्ट्स एकाडेमी खोल्यो, नेपालकै सबैभन्दा विशाल एकाडेमी। अहिले त्यहाँ हजारौँ भन्दा बढी विद्यार्थीहरू छन्। सबैले अमरलाई औधी प्रेम गर्छन्, जसले नेपालको संस्कृति जगेर्ना गर्नमा ठुलो भूमिका खेलेको छ। हामीलाई लाग्छ कि हामी सधैँ यही थियौँ र सदा यही नै रहनेछौँ, तर वास्तविकता हाम्रो इल्युजन भन्दा पनि पर छ। हामी द्वन्द्व, तुलना र भोकको भ्रममा र बस्न पर्नु हुँदैन। अमर जस्ता युवा, उसकै जस्तो अवस्था यहाँ लाखौँ युवाहरूको छ। नेपालमा कोही बस्न चाहँदैन। किन यस्तो हुन पुग्यो? हामी एकचोटि विचार गरिहेरौँ त। के अब नेपाल फर्केला त ती लाखौँ युवा आत्माहरू, ती जोशीला शक्तिशाली प्राणहरू अमर फर्केसरी? आफ्नो देशको जस्तो प्यारो विदेशको भूमि कहाँ हुन्छ र? देशको झुपडीमा बस्न जति सहज छ, त्यति विदेशको आलिशान महलहरूमा बस्दा पनि हुँदैन। जीवनको हर मोडमा सुख दुःख बारम्बार आइरहन्छ। दुःखबाट बस्न सबैलाई छाडेर देशबाट भाग्नु, भनौँ आफ्नो परिवारबाट भाग्नु, त्यो कुनै समाधान होइन। दुःखपछि सुख अवश्य आउनेछ, जसरी दिनपछि रात, रातपछि दिन आउँछ। त्यसैले धैर्य गर्नुहोस्। हजुरहरूले चाहेको कुरा सब मिल्नेछ, सब पुग्नेछ। अन्तमा जननी जन्मभूमि स्वर्गादपि गरिएसी। थ्याङ्क यू।
र यो चाहिँ अन्तिममा हाम्रो यो नाटकको लागि नै एउटा थिम सङ हामीले बनाएका छौँ। एउटा सङ प्रेजेन्ट गर्नेछौँ हामी। अगाडि लगाउनु हामीले स्पेसली यही नाटकको थिमको लागि बनाएको र यसको लिरिक्स अनि कम्पोजिसन अनि भोकल चाहिँ मैले आफैले गरेको। अनि गीत चाहिँ जसरी हामीले नाटकमा एउटा जीवनमुखी अथवा एउटा आशावादी क्यारेक्टरहरूलाई दर्शाउन खोज्यौँ, त्यसैले यो गीत पनि हामी सबै आशावादी हुनुपर्छ भन्ने बारेमा छ। किनकि जीवनमा सबैको सुख दुःख आउँछ, किनकि यो सब एउटै सिक्काको पाटो हो, कहिले एउटा पाटो फर्किन्छ कहिले अर्को पाटो फर्किन्छ।
मैले कहिले नचाहेको हरदम हर पल सताइरहेछ हरदम हर पल सताइरहेछ हरदम हर पल सताइरहेछ Thank you.